बुबा आमा, म कसैको प्रेममा परेकी छु। उहाँको नाम बाइबु हो र उहाँ डेलिभरी गर्नुहुन्छ। एउटा डेलिभरी गर्ने आप मुना प्लिज। डेलिभरी गर्ने आप? नानी अझै केही भन न। उसले आखिर गर्छ के? एउटा आँपले मेरो सुन्तला जस्ती छोरीलाई कसरी पाल्न सक्छ? उहाँ स्विफ्ट ड्याशमा काम गर्नुहुन्छ। उहाँ धेरै मेहनती हुनुहुन्छ र मलाई धेरै खुसी राख्नुहुन्छ। म चाहन्छु कि तपाईँ उहाँलाई भेट्नुहोस्। हाम्रो परिवारमा गरिबहरूको ठाउँ छैन। मेरी छोरीले हैसियत र पैसा भएको केटा पाउनु पर्छ, डेलिभरी केटा होइन। तर बुबा, म उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै माया गर्छु। छलफल सकियो। यो घरमा कुनै पनि डेलिभरी केटा पस्ने छैन। यो बेइज्जती हो। मेरी मुना डेलिभरी गर्ने आपको प्रेममा छे। चिन्ता नगर साथी, मेरो छोरा आश्विन उत्तम जोडी हो। चिन्ता नगर्नुहोस् अंकल, म मुनाको लागि उत्तम जोडी हुँ। उसले त्यो डेलिभरी गर्ने आपलाई एकै छिनमा बिर्सिनेछे। आश्विन बल्ल एउटा राम्रो जोडी। एउटा स्ट्रबेरीको छोरीलाई स्ट्रबेरी नै सुहाउँछ। ल डिनर पक्का गरौँ र खुसी मनाऊ। चियर्स। बाइबु, हिजो धेरै नराम्रो भयो। बुबा धेरै रिसाउनु भयो र मलाई तिमीसँग भेट्न मनाई गर्नु भयो। मेरी माया, म तिम्रो लागि समस्या चाहन्न। यदि परिवारका लागि मलाई छोड्न चाहन्छौ भने म जानेछु, चाहे मेरो मन किन नफुटोस्। म तिमीलाई छोड्दिन मेरो कान्छा। मलाई पैसाको मतलब छैन। तिमी मेरो सबै थोक हौ। म तिमीलाई सधैँ लुकेर भए पनि भेट्नेछु। त्यसो भए हामी लुकेर भेट्नेछौ मेरी रानी। तर होशियार हुनु है। म सधैँ तिम्रो साथमा हुनेछु। म सधैँ तिम्रो लागि यही हुनेछु, जे भए पनि। मुना, हिजो म अलि धेरै कडा भएँ। म त मात्र तिमीलाई खुसी देख्न चाहन्छु। साँच्चै हो बुबा? हो, भोलि तिम्रो लागि एउटा सरप्राइज छ। एउटा धेरै विशेष डिनर। मलाई विश्वास गर, तिमी धेरै खुसी हुनेछौ। मेरो लागि सरप्राइज? ओहो, धन्यवाद बुबा। म हजुरलाई बिचारी धेरै मुनालाई माया के थाहा? गर्छु। यो सरप्राइज त उसको बुबाले बाइबुको साटो आश्विनसँग मिलाएको एउटा षड्यन्त्र थियो। मेरी छोरीको भविष्यको निर्णय मैले नै गर्नेछु। साथीहरू, यदि अगाडि के हुन्छ हेर्न चाहनुहुन्छ भने कमेन्टमा पार्ट 2 लेख्नुहोस्।